21 को चुनावमा भोट हाल्न बसेका जेन्जीहरूको लाइन होइन, यो त बालेन रामा राज्यमा विदेश पलायन हुन पासपोर्ट लिनका लागि राहदानी विभाग त्रिपुरेश्वरमा देखिएको अत्यास लाग्दो लाइन हो। यो लाइनलाई सिधा रेखामा राख्ने हो भने रत्न पार्कसम्म आइपुग्न सक्छ, तर अन्डरग्राउन्ड पार्किङ भित्र सवारी पार्किङ हटाएर युवाहरूलाई कोचेर राखेको छ। सर्प गुजुल्टिएर बसे जस्तो अँध्यारो पार्किङ भित्र सेवाग्राहीको लाइन छ। राहदानी विभागले सर्भर नचलेको भन्दै सेवाग्राहीलाई दिनुसम्मको शास्ति दिइरहेको छ। पालो आउँछ भन्ने थाहा छैन, तर मान्छेको टाउको चाहिँ दुखेर बेहोस चाहिँ हुने बेर छैन। 5-7 जना मान्छे त अघि ढलिसके है। यहाँको परराष्ट्र मन्त्रालयले अब अलिकति म्यानेज गर्नुपर्ने हो क्या। रासोपाको सरकार बनेको 100 दिनभित्र विदेशमा भएका युवाहरूलाई लाइन लगाएर काठमाडौँ एयरपोर्ट उतार्ने भनी गरेको घोषणालाई लोप्पा खुवाउँदै विदेश जानका लागि तयार भएका युवाहरू राहदानी विभागमा थुप्रिएका दृश्यहरू व्यङ्ग्यको रूपमा देखिएका छन्। तर विदेश जान त के, युवाहरूलाई पासपोर्ट समेत दिन नसक्ने अवस्था सिर्जना भएको छ। यो कुनै अर्काइभ भिडियो होइन, यो त आज भर्खरको तातो तातो दृश्यहरू हुन् राहदानी विभागको। 1 हप्ता भयो यी युवाहरूले पासपोर्टका लागि निवेदन बोकेर भौतारिएको। यहाँ युवाहरूको आक्रोश सानो छैन। डिजिटल नेपाल र घर घरमै सेवाको भाषण दिने सरकारको वास्तविक अनुहार हेर्न अहिले राहदानी विभागका दृश्यहरू नै काफी छन्। यहाँको दृश्य हेर्दा लाग्छ नागरिक सेवा लिन होइन, कुनै अन्त्यहीन यातना भोग्न पुगेका छन्। लाइनको सुरुवात कहाँबाट हुन्छ र अन्त्य कहाँ पुगेर हुन्छ भन्ने अनुमान गर्ने मुस्किल छ। आफू उभिने लाइनको जरो भेट्टाउनै आधा घण्टासम्म भौतारिनु पर्ने पीडादायी अवस्था छ। मुख्य गेटदेखि हिलाम्मी र पोखरी बनेको पार्किङ क्षेत्र, विभागभित्र र बाहिर चारैतिर युवा नै युवाहरू र लाइनमाथि लाइन। एउटा लाइन सकियो भन्ने बित्तिकै अर्को लाइन सुरु हुन्छ। नागरिक सेवा लिन होइन, दिनभर लाइन गन्न बाध्य छन्। एक प्रकारले युवाहरूलाई दिनभर घाममा उभ्याएर सरकारले सजाय दिइरहेको छ। आज राहदानी विभागमा देखिएको दृश्य अत्यन्तै अव्यवस्थित, भद्रगोल र कहाली लाग्दो थियो। के यी दृश्यहरू स्वयं प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल लगायतले फिल्डमै गएर हेर्न सक्लान्? पछिल्ला केही दिनदेखि राहदानी बनाउन पुगेका हजारौं युवाले असह्य शास्ति भोगिरहेका छन्। राहदानी बनाउन त परै जाओस्, आवेदन दिन आवश्यक अनलाइन फारम भर्न समेत घण्टौं लाइनमा उभिनु पर्ने बाध्यता छ। घाममा लामो समय उभिँदा कतिपय युवाहरू चक्कर लागेर लड्ने अवस्थामा पुगेका छन्। बिहान 6 बजेदेखि लाइनमा बसेकाहरू पनि पालो नपाएर फर्किन बाध्य छन्। कतिपय अघिल्लो दिनको लाइन अधुरै छाडेर भोलिपल्ट फेरि उही पीडा दोहोर्याइरहेका छन्। केही नेपालमा के रोजगार नपाएर बाहिर जाने भनेको 4 घण्टा चाहिँ भइहाल्यो अहिले लाइनमा रोकेको, अझ 3-4 घण्टा लाग्छ होला सायद। अरूलाई त आज हुँदैन, अरू पनि धेरैजना हुनुहुन्छ पछाडि, चाहिँ धेरै टाइम लाग्न सक्छ सायद। सरकारले अनलाइनबाट सेवा दिने, घर घरमै राहदानी र लाइसेन्स पुर्याउने सम्मका आश्वासन बाँडेको थियो, तर वास्तविकता भने ठिक उल्टो देखिएको छ। लाइनमा बसेका युवाहरू व्यङ्ग्य गर्दै भन्छन्, हामीलाई घर घरमा सेवा चाहिएको होइन, कम्तीमा व्यवस्थित लाइन र समयमा काम भए पुग्थ्यो। उनीहरूको भनाइमा सरकारले आफूहरूलाई सेवा होइन शास्ति मात्रै दिइरहेको छ। पार्किङ सेन्टर छ, अब यहाँ पार्क पनि छ, त्यस्तै पानी हिलो हेर्नु त अब कस्तो भएको छ उहाँ हेर्नु गाह्रो छ होइन। त्यहाँ अनलाइनमा पनि फर्म भर्दा एकदमै 1 हप्ता जस्तो टाइम लागिरहेछ। अब चार्जहरू पनि अहिले फर्म भर्दाखेरि चार्जहरू 500-1000 रुपियाँ लगिरहेको फर्म भर्ने ठाउँमा पनि। अनि 1 हप्ता इमर्जेन्सी भर्दाखेरि तपाईँ कसैले 2000 रुपियाँ लगिरह, कसैलाई 500 रुपियाँ लगिरह। धेरै युवाहरूले पुराना दलले काम गरेनन् भनेर परिवर्तनको आशामा नयाँ शक्तिलाई मत दिएको स्मरण गराउँदै अहिले भने झन् बढी दुःख भोग्नु परेको गुनासो गरेका छन्। चाहिँ भर्खर स्टार्ट लाग्दैछन्, हामी दोस्रो लाइनबाट भर्खर तेस्रोमा पुगेछौँ। तेस्रोबाट अझ फेरि उहाँ भित्र गएर भित्र पनि कति गाह्रो छ कि त्यहाँ पानी भएको ठाउँमा उभिन पठाइरहेछन्, गाडी पार्क गर्ने ठाउँमा मान्छेलाई पार्क गराइरहेछन्। त्यस्तो त गर्न मिलेन नि त। कमसेकम अनलाइन भनिसकेपछि मुखले भनेको वचनलाई चाहिँ पुरा गर्नु पर्यो कि सरकारले चाहिँ। अब पहिला चाहिँ बालेन भनिन्थ्यो, अहिले चाहिँ मन पनि मर्न लागिहाल्यो। कहिले ट्याक्स बढाएको छ, कहिले केही बढाएको छ, मान्छेको अब कहाँबाट मन आउँछ भने आफूले गर्ने काम त गर्नु नि फटाफट। यहाँ आइसकेपछि अलिक फरक हुनुपर्ने क्या। फरक हुने कस्तो फरक हुनु पर्ने, जस्तो यहाँ शिक्षामा गए पनि, रोजगारमा गए पनि, पासपोर्ट बनाउने ठाउँमा गए पनि, जहाँ राजनीति विभागमा आएको बेला अलिकति काम हामीले यसरी खट्नु नपरोस् भन्ने हो। कतिपय सेवाग्राहीको अनुभवमा विगतमा राहदानी बनाउन यति धेरै दुःख झेल्नु परेको थिएन। अहिले भने व्यवस्थापन झन् कमजोर बन्दै गएको उनीहरूको आरोप छ। 4-4 घण्टा लाइनमा बसेपछि पनि काम नहुने अवस्थाले नागरिकको धैर्यता समाप्त हुँदै गएको देखिन्छ। पहिला भन्दा त झन् यो के अरे भद्रगोल स्थिति छ। पासपोर्ट निकाल्नलाई धेरै छ कि हामीलाई धेरै मुस्किल परिरहेछ अहिले। यस्तो लाइन त मैले फर्स्टचोटि यहाँ राजधानी विभागमा हेरिरहेको छु। हो सर, हो। पहिला चाहिँ हामी योभन्दा 10 वर्ष अगाडि म पासपोर्ट बनाउन आउँदाखेरि बाहिर पासपोर्ट फर्म भरिसकेपछि भित्र तत्काल छिर्न पाइन्थ्यो, तर अहिले चाहिँ त्यो अवस्था रहेनछ। यसपालि आउँदाखेरि
यो लगभग 1 घन्टी सरकार आएपछि त अब रोजगार दिन्छ भन्थ्यो, यो रोजगार पनि खै सरकारको पनि गफै रहेछ। कतिपय युवाहरू आफूले दिएको मतप्रति पछुतो व्यक्त गर्दछन्, तर विरोध गर्न नसक्ने अवस्था रहेको भन्दै मनको पीडा दबाउन बाध्य छन्। लाइनमा दिनभर शास्ति भोगेपछि पनि सरकारले केही त गर्दै होला भनेर आफूलाई नै सम्झाइरहेको दृश्य पनि देखिन्छ। पहिला राजधानी बनाउँदा यस्तो चाहिँ थिएन, यति धेरै लाइन मैले नि फर्स्ट टाइमै देखाएँ। यहाँनिर म पहिलाचोटि बनाउँदाखेरि मेरो लगभग 1.5 घन्टा जतिमा बायोमेट्रिकदेखिबाट सबै काम भएको। अब के गुनासो गर्नु, आफैले ल्याएको सरकार हो हेर्नुहोस्। अब यस्तै भइरह्यो भने चाहिँ अब पुरानै सरकार ठिक थियो भन्नुपर्ने स्थिति आउँछ। घन्टौं लाइनमा उभिँदा थाकेर धेरै सेवाग्राही भुइँमै थचक्क बस्न बाध्य भएका छन्। सयौंको भिडले राहदानी विभाग पुरै अस्तव्यस्त बनेको थियो। न पर्याप्त टोकनको व्यवस्था, न स्पष्ट लाइन व्यवस्थापन, जसका कारण सामान्य सेवा लिन आएका नागरिकले समेत अनावश्यक दुःख र हन्डर झेल्नु परेको छ। सरकारले घर पुर्याउने भन्ने कुरा त अब सुनेको चाहिँ हो हैन, तर के कतिले पाएन त्यो थाहा भएन हैन। मेन कुरा अब यहाँ यस्तो छ हालत हैन, टोकन सिस्टमहरू पनि नभएको कारणले गर्दाखेरि अब यस्तो समस्या हो जस्तो लागिरहेको छ। अब यसरी लाइन बस्नु परेको छ, अब आज हुन्छ कि हुँदैन, भोलि पनि यही लाइनै हुन्छ होला तपाईँको। अनि अब गाउँघरबाट पनि बनाऊँ भनेर गरेको, अनि अब यता इमर्जेन्सीको त यस्तो अवस्था छ भने होइन 2 देखि 3 महिना चाहिँ लाग्छ। गाउँघरबाट 1 महिनाको हामीले के अरे डेट राखेर पासवर्ड बनायो, 2-3 महिना चाहिँ लाग्छ भनेको अरे। 7-8 बजेदेखि लाइन लागेर बल्ल बल्ल यहाँ आइपुगे। अब कति बेला हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन। गाह्रो त धेरै गाह्रो छ, न खाना छ न पानी खान पाइएको छ, तातो गर्मी उस्तै छ। उभिएको भरमा यति सङ्घर्ष कष्ट गरेर अब उहाँ पुगेर सफल हुन्छ हुँदैन थाहा छैन। लाइनको अव्यवस्थाले कतिपय सेवाग्राही बीच नै भनाभन हुने गरेको छ। यसरी अवस्था बिग्रनुमा राहदानी विभागमा केही समय अघि प्रधानमन्त्री बालेनकै उपस्थितिमा उनको सचिवालयका सदस्यहरूबाट भएको प्रशासनिक हस्तक्षेप पनि एउटा कारण भएको दाबी कतिपयले गरेका छन्। उनीहरूका अनुसार विभागमा भएको विवाद, ठेक्का सम्बन्धी निर्णयमा परेको दबाव र त्यसपछिका प्रशासनिक घटनाक्रमले राहदानी छपाई र दैनिक सेवा प्रभावित भएको थियो। राहदानी विभागका महानिर्देशक अर्याललाई नै अहिले राहदानी छपाईमा भ्रष्टाचार भएको भन्दै अनुसन्धानका लागि थुनेर राखेको छ। त्यसको प्रत्यक्ष असर अहिले सर्वसाधारण नागरिक, विशेष गरी वैदेशिक रोजगारी, अध्ययन वा अन्य आवश्यकका लागि राहदानी बनाउन आएका युवाहरूले भोगिरहेका छन्।